हे हे कति खोज्यो च्याउ पनि पाछैन, के तरकारी पकाउने थाहा छैन। पछ्यौरी ल्याउ बैना, पछ्यौरी ल्याउ बैना, आजै ठुङ्गो लगाइदेऊ, माया छ कि छैन। वास्तवमा नै छरछिमेकीहरूले यसो पड्के च्याउहरू चाहिँ टिपेर लानु भएको देखेर यसो जङ्गलतिर यसो खोज्न आएको। काहीँ पनि पड्के च्याउ चाहिँ पाएर सायद अलिकति बेला नभए हो, या मेरो आँखाले नै नभेटेको हो, अथवा के मेसन नमिलेको हो। च्याउ चाहिँ अहिले ट्याक्कै उम्रेको रहन्छ। अब त्यही हो साथीहरू, अब चाहिँ च्याउ नभए पनि अब अरू अरू तरकारीहरू करेसाबारीको अथवा किनेर पनि खानुपर्ने हुन्छ। अब त्यही हो। तपाईँहरूकोतिर चाहिँ के कस्तो छ? हाम्रोतिर त अब यस्तै हो, गर्मी बढिरहेको छ। खेतीपातीको सिजन भित्राउने बेला पनि भयो। अब पानीले कतिको साथ दिने हो थाहा छैन मौसमले। अब एउटा पनि त छैन नि हो। हे हे के साध्य र यतिकै हिँडेर ल्याउँछु अब पसलमा किनेर। पछ्यौरी ल्याउ बैना, पछ्यौरी ल्याउ बैना, आजै ठुङ्गो लगाइदेऊ, माया छ कि छैन। त्यही हो साथीहरू, अब चाहिँ कालो निलो पनि भइसकेको रहेछ। सायद पानी पनि पर्छ होला। अब चाहिँ एकैछिनमा हिँड्नुपर्छ। अनि त्यही हो, अब बर्खाको टाइममा जङ्गलहरूमा धेरै च्याउहरू चाहिँ भनौँ न उम्रिन्छ। कतिपय खाने च्याउहरू हुन्छ भने कतिपय चाहिँ धेरै विषालु पनि हुन्छ। त्यसले चाहिँ मान्छेको चाहिँ भनौँ न स्वास्थ्यलाई ठुलै असर पनि पार्न सक्छ। त्यही भएर च्याउ चाहिँ चिनेर खानुपर्छ। कि भने यसो छरछिमेकीले ल्याउनु भयो भने अलि राम्रो खालको चाहिँ किनेर खानुपर्ने हुन्छ। त्यही हो, स्वास्थ्यमा धेरै असर पुऱ्याउँछ यस्तो चिजहरूले पनि। एकदम बुझ्न जरुरत छ होइन त साथीहरू। साथीहरूलाई पनि थाहा छ, वर्षेनी कतिपय ठाउँमा चाहिँ निङ्ग्रो विषालुहरू अनि च्याउहरू विषालुले पनि कतिपय चाहिँ बिरामी परेको, हस्पिटलसम्म जानु परेको अवस्थाहरू पनि छ नि त। यहाँ चाहिँ फेरि यस्तो खाले च्याउ पनि देखा पर्यो। सायद यो च्याउ चाहिँ खाने च्याउ होइन होला, यो लानु हुँदैन। त्यही भएर हरेक ठाउँमा चाहिँ च्याउहरू चाहिँ एकदम आफूले पहिचान गरेर मात्रै त्यसलाई चाहिँ पकाएर खानुपर्ने हुन्छ। नत्र भने त्यसले चाहिँ भनौँ न मानिसहरूलाई चाहिँ ठुलो चाहिँ बिरामी पनि पार्न सक्छ। यस्तै हो साथीहरू। अब आजलाई चाहिँ यतिकै हो, सानो भिडियो चाहिँ यसो टाइम पासमा बनाऊँ न त भनेर चाहिँ मैले बनाएको हो। त्यही हो, आजको लागि चाहिँ यो भिडियोबाट छुट्टिन्छु। हजुरहरूलाई चाहिँ भिडियो कस्तो लाग्यो अवश्य पनि सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। त्यतिकै राम्रो कन्टेन्टहरू नभएको कारणले गर्दा अहिले यस्तै नै सानो भिडियोहरू आइरहेको छ भनौँ। अब आगामी दिनमा चाहिँ अलि राम्रो केही भिडियोहरू ल्याउने चाहिँ तयारीमा चाहिँ छु। त्यही हो साथीहरू, सम्पूर्ण साथीहरू सन्चै हुनुहुन्छ होला भन्दै आजको यो भिडियोबाट चाहिँ छुट्टिन्छु। सम्पूर्ण साथीहरूलाई चाहिँ नमस्ते, बाई बाई भन्न चाहन्छु।